2 करोडको माल अब एउटा फुटेर यस्तो भएछ हेर्नुस् है। अब यो 2टा अन्डा खाइसकेपछि 4वटा प्लस हुने हो कि टेन्सन छ हो गाइज यार। ल टेस्ट गरे है साथीहरु। दामी। हेलो एभ्रिवान, नमस्ते सबैजनालाई, ह्याप्पी दसैँ है साथीहरु। आज चाहिँ फुलपातीको दिन, विशेष गरी देश विदेश रहनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई 2082 सालको बडा दसैँको शुभकामना। र हजुरहरूले फुलपाती कसरी मनाउनु भयो, सबैजनाले राँगा काटेर मनाउनु भयो होला, खसी काटेर मनाउनु भयो होला, लोकल कुखुरा काटेर मनाउनु भयो होला। त्यसै गरी अब हामीले पनि फुलपातीको लागि चाहिँ स्पेशल चाहिँ हामीले खोटाङबाट चाहिँ लोकल कुखुरा मगाएको थियो। त्यो एकदमै महँगो खालको हो, हजुरहरूलाई म देखाउन गइरहेको छु। हजुरहरूले देख्न सक्नुहुन्छ है, म देखाइदिन्छु। स्पेशल यहाँ हाम्रो भाइले चाहिँ रेडी गराइसकेको छ हैन। ल आमामा सिरुपाते खुकुरी हो भाइ, बाबा खुकुरी पनि। यो लोकल कुखुराको चाहिँ नि अब भित्रको 2 करोडको माल देखाउ त भाइ। यहाँ छ नि 2 करोडको माल है, त्यो चाहिँ अन्डा हो है 1 करोडको। अनि जाते त छ आमामा, खोइ अलि माथि देखाउँ त। यसलाई पनि 1.5 करोड पर्छ है साथीहरु। अनि मुटु हट। ल है साथीहरु, कसैको मुटु टुट्या छ भने यो मुटुले काम गर्नु होला, कलेजो है। अनि त्यसै गरी सिउर, ल भाले हैन बोइलर भन्नु होला, सिउर हेर्नुस् है गाइस। एकदमसँगले अब यसलाई चाहिँ अब काटकुट गरिन्छ। त्यसपछि स्पेशल आज लोकल कुखुराको रेसिपी बनाइन्छ साथीहरु है। अब लगभग यहाँ प्याज काटेर सबै कुराहरू अब यहाँ अदुवा लसुनको पेस्ट बनाउनेवाला छु। त्यसपछि स्पेशल गाइस आज चाहिँ मैले नै हो बनाउने, त्यो भएको कारणले गर्दाखेरि अब कटिङ चाहिँ मैले गर्छु है। फाइनली साथीहरु एकदमसँगले है अब नाङ्लोमा प्लास्टिक बिछाएर ट्याक्कसँगले ल्याएछ। अब अचानक पनि लगभग चाहिँ नि 50 लाख जतिको हो। अनि अब यो मालहरू चाहिँ म एकदमसँगले कटिङ गर्छु है त साथीहरु। ल है साथीहरु, फाइनली म चाहिँ अब यो 1.5 करोडको आइटम चाहिँ यसलाई चाहिँ 2 पिस पार्नुपर्ने हुन्छ। ओ माई गड, खुकुरी त दामी लागेको रहेछ क्या यार है। स्पेशल छ हेर्नुहोस् त गाइज है। यसलाई सट्ट दामी रेसिपी बनाएर हान्नुपर्छ एकदमसँगले। अब त्यसै गरी अब यसको लेग पिस साथीहरु ओहो चिपट रहेछ के। ल गाइज लेग पिस ठीक छ नि हैन। अब यसलाई चाहिँ चट हान्ने हो, चट। ओ माई गड, खुकुरी त सिरुपाते नै रहेछ यार, यस्तो हानिदिन्छ चट यार। ल साथीहरु, सबै चाहिँ पिस गरिसकेपछि म तपाईहरुलाई फेरि पनि भेट्नेवाला छु है त। अहिलेलाई चाहिँ यति। ल गाइज, फेरि हाम्रो भाइले एकदम सिलौटामा चाहिँ हैन, यो म्याग्दीबाट कि कहाँबाट ल्याएको ढुङ्गामा चाहिँ एकदम पिसिरहेछ। कस्तो मसला पिसेछ नि, मजाले पिसिएर। ल अब यो सिलौटामा चाहिँ नि जिरा धनिया अनि अदुवा लसुन पिसेर ट्याक्क हानेपछि बवाल हुन्छ। त्यो अहिले म देखाउने नै वाला छु हजुरहरूलाई। अहिले साथीहरु मैले चाहिँ काटकुट पारिसकेँ है। सिउर, अब यो 2 करोडको अन्डा, 1.5 करोडको खुट्टा है। अनि त्यसै गरी अब यहाँ कराई पनि बसाइसकेको छु, पानी परेछ र तेल पड्किँदैछ। अनि त्यसै गरी अब यो मेथी पड्काउने हो, त्यसपछि मासु हाल्ने, अनि त्यसपछि प्याज काटेर प्याज लाउने, त्यसपछि टमाटर अनि मसला हालेर स्पेशल बनाउनेवाला छु है त साथीहरु। अन्तिमसम्म हेर्नु होला मेरो बनाउने तरिका। जे जस्तो भए तापनि अब मैले भन्दा राम्रो यदि मैले बनाउँदै जाँदाखेरि मिस्टेक हुन्छ भने यहाँहरूले मलाई कमेन्टमा आइडिया दिनु होला है त। धन्यवाद। हजुर ए तपाईलाई भाइले हुन्छ तपाईँ फेरि कलर हालेको साथीहरु अहिले हल्का भुट्नुपर्ने हुन्छ। फाइनली साथीहरु प्याज पनि काटिसके, मसला रेडी छ, धनिया पनि काटिसके, टमाटर पनि रेडी छ, मासु पनि भुटिदिएछ र एकदमसँगले
यहाँ 2 करोडको अन्डा चाहिँ माथि नै छ है गाइजहरू। अब सबै कुरो हालेर बनाइसकेपछि कस्तो टेस्ट आउँछ त्यसपछि म हजुरहरूलाई पक्कै पनि देखाउनेवाला छु है त साथीहरू र भन्नेवाला छु। ल है साथीहरू, स्मेल चाहिँ एकदम आइरहेछ। सबै कुरो हालिसकेँ, मसला पनि हालिसकेँ, प्याज टमाटर सब हालिसकेँ। अब हेरौँ है त, अब हेरौँ त गाइजहरू। ल ओ माई गड, बवाल भएछ। अब यो पानी सुकेपछि आधी 50% चाहिँ भुटुवा यानि कि भुटन निकालिन्छ, त्यसपछि बाँकीमा चाहिँ सुप हालेर सर्याप पारिन्छ गाइजहरू है त एकदमसँगले। अब लगभग भुटुवा हुन लाख। अब त्यसपछि टेस्ट कस्तो हुन्छ खाएर चाहिँ तपाईँहरूलाई म भन्छु है त गाइज। यति आधी चाहिँ भुटुवा निकाले अनि यहाँ आधी छ, यतिलाई चाहिँ ट्याक्कसँगले रस हालेर 10 मिनट जति चाहिँ उमालेर एकदमसँगले सुपसँग चाहिँ खाना चाहिँ पकाएर चाहिँ आन्द्रा चराक्क चर्किने गरी लोकल कुखुराको सुपसँग खाइन्छ साथीहरू है। अब यो लास्टमा चाहिँ धनिया हालौँला सुप उम्लेपछि सुपमा चाहिँ। अब यसमा चाहिँ हल्का हालिदिइसकेँ। अब टेस्ट गर्छु है त साथीहरू म कस्तो रहेछ। साथीहरू फाइनली मैले चाहिँ भुटुवा ट्याक्क लिएर बसेको छु है। अब कस्तो टेस्ट भयो हेरौँ है त गाइजहरू। अब फर्स्ट अफ अल त अब मैले 2 करोडको मालै टेस्ट गर्नुपर्ने हुन्छ साथीहरू होइन। अब 2 करोडको माल अब एउटा फुटेर यस्तो भएछ हेर्नुहोस् है। अब यो 2टा अन्डा खाइसकेपछि 4वटा प्लस हुने हो कि टेन्सन छ हो गाइज यार। ल टेस्ट गरेँ है साथीहरू। दामी, नसोचेको टेस्ट आयो। अब अन्डा खाइसकेपछि अब यो ज्यान चाहिँ डन्डा हुने भयो नि त साथीहरू, कि कसो होइन। त्यसपछि अन्डा पछि अब बुढो मान्छे दाँत छैन गाइज होइन, कलेज हो, टेस्ट गर्नु पर्यो। स्पेसल गाइज भएछ, स्पेसल भएछ है। अब 10मा 9.5 चाहिँ दिन्छु मैले, आफूले बनाएको भएर पनि हो होइन। त्यही पनि नसोचेको। अब अर्को फेरि महँगो माल जाँते है, खाएर ल गाइज। ओ माई गड, भिआइपी भएछ दामी। ल अब ल है साथीहरू, सबैजनाले भ्लग भिडियो हेरेर रमाइलो गर्नु होला। 2082 सालको बडा दसैँको सबैजनाले हजुरहरू लगायत हजुरको सम्पूर्ण परिवारलाई चाहिँ ह्याप्पी दसैँ अनि दसैँको सबैजनालाई शुभकामना भन्दै अब चाहिँ म हजुरहरू माझमा छुट्टिन चाहन्छु र आजको भ्लगलाई मैले यहीँ अन्त्य गर्न चाहेँ। र फेरि पनि हजुरहरूले माया र साथ सपोर्ट देखाउँदै गर्नु होला र म फेरि पनि यस्तै नयाँ चाहिँ नि भ्लगहरू लिएर हजुरहरू माझमा उपस्थित हुने नै छु भन्दै म अहिले चाहिँ यहाँहरू माझमा म छुट्टिन चाहे र किप सपोर्टिङ किप लभिङ होइन। सबैजनाले च्यानललाई सब्सक्राइब गर्नु होला र लाइक कमेन्ट सेयर गरिदिनु होला है त साथीहरू। ल ओके बाई बाई। ल लभ यु गाइज मेरा भ्युअर्सहरूलाई है त। ल